हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ साउन 15 खिर खाने दिन। अनि आज म गइरहेको छु खिर बनाउन। मैले अघिदेखि भयो होला, तपाईहरुले 1 कटोरा चामल लिए। चामललाई धोएर राखिसकेको थियो। 1 लिटर दुधमा 1 मुठी चामल। अनि मजाले दुध उम्लेपछि चाहिँ मैले चामललाई त्यसमा हाल्दै हैन। अनि त्यसपछि मैले मजाले पक गरेर उमाले के। उमालेपछि चाहिँ अनि त्यहाँबाट यो मजाले उम्लिन्छ हैन। अनि खिर खाने भन्ने बित्तिकै तपाईहरुलाई के याद आउँछ साथीहरु हैन? मलाई चाहिँ के याद आउँछ पहिला हाम्रो हजुरबा हैन हुँदाखेरि गाउँमा चाहिँ के उहाँले चाहिँ खिर राख्नुहुन्थ्यो बडा बनाएर हैन। अनि त्यसपछि उहाँले चाहिँ बाँड चलाउनुहुन्थ्यो क्या। अनि हामी चाहिँ कुद्दै गएर खान्थ्यौं के बहिनी र म सानो थियौं। म त्यो एकदम याद आउँछ क्या साथीहरु। अहिले त हैन अब चलन अनुसार सबै हराउँदै गयो। कसैले पनि त्यो गर्दैन। अनि हेर्न सक्नुहुन्छ मेरो त्यो खिर अलि बाक्लो भएपछि मैले चिनी हाले हैन। चिनी हालेर अझै फेरि पकाइराछु। मजाले पकाइराछु हैन। अनि यो लगभग पाक्नै आट्यो। अनि तपाईहरुलाई म देखाउँछु रेडी गर्नलाई। कति छोरी चेलीहरु त माइती जानु भयो होला। म पनि रेडी हुँदैछु माइती जानलाई। भरेतिर जाने साँझमा। आज चाहिँ यो घरमा बनाएको मैले बिहानै। हेर्न सक्नुहुन्छ मेरो खिर कति बाक्लो भइसक्यो हैन। यो छेउछेउमा नलागेसम्म त खिरको टेस्टै आउँदैन जस्तो लाग्छ के। छेउछेउमा चाहिँ लाग्नै पर्छ। हेर्नु न त टाँसिहाल्छ क्या जति हो भने। अनि मेरो कराईले चाहिँ अभोइड गर्दिनु होला। अलिक कालो छ छेउछेउमा। धेरै कुरामा कराई भएको भएर हो। हैन मेरो खिरमा चलाइराछु हैन। लगभग पाक्न आट्यो। मजाले फत्किरहेछ के। मजाले फत्काउने यसलाई लास्टमा हैन साथीहरु हैन। मेरो लगभग खिर रेडी हुन आँटिसक्यो। अब भिडियोमा त तपाईहरुलाई 1-2 सेकेन्ड 2 मिनेट 3 मिनेटमै रेडी भयो जस्तो लाग्छ होला। तर पकाउन चाहिँ आधा 1 घण्टै टाइम लाग्छ के। यो फास्ट गरेर बनाउनु पर्छ हैन। भिडियो चाहिँ एडिट गर्न परिहाल्यो। अभियसली अब 1-2 घण्टासम्म तपाईले हेर्नुहुन्न। त्यही भएर साथीहरु एडिट गरेर बनाएर चाहिँ मेरो खिर चाहिँ एकदम रेडी भइसक्यो अहिले। मैले कटोरा पनि चट्टाले खाएको चाहिँ मैले देखाउन सकिनँ। मलाई अलि लाज लाग्छ। त्यही भएर ल सबैजनाले मन पराइदिनु होला। लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। फेरि भेटौँला अर्को भिडियोमा। बाइ बाइ।